जाँदैछु हामी सिडी चढेर। मेरो फेसबुक फ्रेन्ड, मेरो फलोवर्स, भ्युवर्सहरू तपाईहरुलाई मैले देखाउँदैछु। आज हामी मन्दिर आएको थियो, त मेरो बुढाले मन्दिर जान्छु भनेको थियो रहेछ, भाकल राख्नु भएको रहेछ, त्यही भएर हामी मन्दिर आइपुगे। हेर्नुहुन्छ तपाईहरुले। अरे नातिनी, जाऊ जाऊ जाऊ, छिटो जाऊ। मेरो नातिनी पनि आएको छ यहाँ, जाँदैछ। जाऊ जाऊ नातिनी, जाऊ। जाँदैछ मेरो नातिनी पनि। राम्रो, धेरै सुन्दर नेचुरल भ्यू। हेर्नुहोस् यहाँको यस्तो छ यहाँको भ्यूहरू, कति राम्रो छ। आउन सक्नुहुन्छ तपाईहरु पनि यहाँ मन्दिरमा। धेरै मानाजाना मन्दिर हाम्रो यहाँको नाग मन्दिर हो, आउन सक्नुहुन्छ तपाईहरु पनि। ल अब हामी लाग्दैछु तलदेखि। हिँड्दा थाकिसक्यो, मेरो बुढालाई थाक्यो अरे, थकाइ भइसक्यो उसलाई। बिमारी मान्छे छ, सक्दैन हिँड्नुलाई, त्यही भएर। पुग्यो मन्दिरको भित्र। चढाइ छ, थाक्छ, सिडी धेरै चढ्नुपर्छ, त्यही भएर पुग्यो। अब हामी भित्र नागबाबाको मन्दिरमा। अरू दाइहरू पनि आउनुभएछ, उहाँहरू पूजा गर्दै हुनुहुन्छ। लो अब हाम्रो दर्शन सक्यो। अब हामी जाँदैछु, दर्शन भइसक्यो। मेरो बुढा पनि आउँदैछ पछाडि। धेरै राम्रो लाग्छ दर्शन, गुम्पा मन्दिर दर्शन गर्दाखेरि। तपाईहरुलाई पनि राम्रो लाग्छ होला, मलाई पनि धेरै राम्रो लाग्छ। भयो आजको हाम्रो दर्शन कम्प्लिट भयो। अब हामी जाँदैछु घरमा। अब हामी गाडीमा बसिसके, मेरो नातिनी पनि बस्यो। अब हामी जाँदैछौँ घरमा। मेमे पनि त्यहाँ छ।